चाहिँ नेपाल कोरियाबाट। Everyone be ready to see the video. 3, 2, 1 go. Guys, सबैलाई स्वागत छ। साउथ कोरियामा चाहिँ अहिले बाख्रै हिउँ परिरहेछ बाहिर। म चाहिँ अब जाँदैछु बाहिर तपाईहरुलाई देखाउन। पहिला ज्याकेट त लगाउनु हैन। ल अब ज्याकेट पनि लगाइहालियो। टक्क हिउँ खेल्न त जानु पर्यो तपाईहरुलाई देखाउँछु है ल। उल्टो सुल्टो कता लाग्यो ल। अब चाहिँ के हो ग्लोभ त लाउनु पर्दैन हैन। ल हामी पुगिसक्यो अब फिल्डमा। खत्रै स्नो फलिङ छ बाफ रे बाफ। कस्तो छ त? यस्तो राम्रो भएको है। Oh my god। कति बाख्लो छ है। अब हामी उता जाने छौं एउटा एकछिनमा बल खेल्ने छौं है एकदम रमाइलो गर्ने छौं। स्नो फलिङ हुन्छ 40 हुन्छ -40 डिग्री पुग्छ भने सबैले सम्भावना छ भन्छ तर माइनस कति 15-16 त अहिले नै छ होला हैन। त्यस्तो छ अवस्था अहिले। सो गाइज लाइभमा बस्नुहुन्छ टिकटकको 1000 फलोअर्स पनि नभएर ताक भयो। गाइज एकछिन अब यता रमाइलो गरियो हेरियो भ्यूहरु हेरियो यहाँको रोडको। अनि अब चाहिँ हामी जान्छौं उतै डोर्मिटरी नजिक। त्यहाँ चाहिँ मान्छेहरु पनि टन्न छन् साथीहरु पनि छन्। त्यही रमाइलो गर्छौं त्यही एकदम इन्जोय गर्छौं। त्यहाँ बलहरु खेल्छौं साथीहरु रमाउँछौं। नेपालको चाहिँ साथीहरुले पिक्चरहरु बनाउँदैछन् नेपालको मान्छे। अनि त्यसपछि फोटो झण्डा देखि लिएर सब बनाउँदैछन् है त। त्यहाँ लिन्छु अहिले म भिजिट गराउँछु। लेट्स गो टु द डोर्मिटरी। ल अब यसरी बल खेलियो है रमाइलो गरियो। कस्तो लाग्यो तपाईलाई मेरो खेलेको बल फेरि? जो दादा साथीहरु आउनु भयो। के छ राजा? राजा दिस इज नेपाल। ओ नेपाल। अब यता नेपाल झण्डा। जय नेपाल। अब यता हाम्रो नेपाल यो हो नेपालको मान्छेले वेलकम गर्नु। नमस्कार। एउटा फोटो हामी चाहिँ यहाँ हिउँ चाहिँ बनाइयो हैन नेपाल र लेखियो यसरी टक्क हैन। अनि त्यसपछि चाहिँ अहिले आएर यहाँ झण्डा बनाइयो नेपाल लेखियो। चाहिँ नेपाल लेखियो है यसरी नेपाल लेखियो। र अब हाम्रा साथीले अब चाहिँ हामीले सबैले फोटो खिच्छौं एकचोटी। बनाउने साथीहरु अरु साथीहरु खेल्ने साथीहरु गइसक्नु भयो। ल यति छौं अहिले चाहिँ। यो क्यूआर मा तपाईले क्यूआर गरेर जोडिनु होला सब्स्क्राइब गर्नु ल। थ्यांक यू भेरी मच सबैलाई धन्यवाद।